चिया पाक्दैछ होइन किचन बनेको सो हे गाइज वेलकम बैक टू न्यू ब्लॉग ऑफ प्रतीक मंदावर यूट्यूब चैनल। सो गाइज आप सभी लोग कैसे हो कि आई होप कि आप सभी लोग बढ़िया होंगे। सो गाइज मैले इन्ट्रो चाहिँ सिर्फ नेपालीमा मात्रै मतलब हिन्दीमा मात्रै गरिदिएको। सो म चाहिँ अब डेली चाहिँ म नेपालीमा ब्लग बनाउने छु। सो आजदेखि उता चाहिँ म जति पनि ब्लग हाल्नेछु त्यसमा चाहिँ म नेपालीमा बनाउनेछु, किनभने रिसेन्टली जुन मैले भिडियो हालेको छु त्यो भिडियोमा खालि मैले हिन्दीबाट नै सुट गरेको छु। सो अब चाहिँ म नेपालीबाट सुट गरेर हाल्नेछु। सो गाइज आप सबै लोग कैसे हो, मतलब तपाईँहरू कस्तो हुनुहुन्छ एन्ड केम छो, आई थिङ्क सब मजामा छौ। सो यो चाहिँ गाइज गुजराती हल्का थपिदिएको होइन मैले चाहिँ अब जस्ट फर फन होइन। सो गाइज मैले चाहिँ अब एक दुई दिन ब्लग हालेको थिएँ, एक दुई दिन भन्दा पनि अब त्यस्तै 3 महिना भएको थियो होला ब्लग नहालेको। सो अब रिजन चाहिँ के हो भन्दाखेरि चाहिँ गाइज अब प्रब्लम अफ होम, सो त्यसले गर्दाखेरि चाहिँ म हाल्नु सकिनँ। बट अब चाहिँ म ट्राई गर्नेछु होइन रेगुलर हुनुको लागि। सो गाइज तपाईँहरूले पनि सपोर्ट देखाइरहनु भएको छ होइन। अन्त अब तपाईँहरूले मैले जुन चाहिँ फेसबुक पेजमा हालिरहेको छु त्यसमा पनि आइरहेको छ सपोर्ट तपाईँहरूकोबाट, र तपाईँहरूले कमेन्ट पनि गर्नुभएको छ। तपाईँहरूको सपोर्टले गर्दाखेरि राम्रै खालको पनि अब भ्युजहरू आइरहेको छ। र एउटा कुरा चाहिँ गाइस तपाईँहरू जहाँबाट हुनुहुन्छ त्यहाँबाट तपाईँहरू हेरिहाल्नु भएको होला, त्यहाँबाट तपाईँहरू कमेन्ट गरिदिनु होला कि म यो जग्गाबाट हेर्दैछु मेरो भ्लग भनेर। सो म चाहिँ तपाईँलाई अब चिन्नु सक्छु नि त कि मेरो भिडियो चाहिँ कता कतासम्म जाँदैछ भनेर। सो आज चाहिँ मैले अब यस्तो ब्लगको अब त्यस्तै कारण त छैन, बट मैले चाहिँ के अब आज चाहिँ ब्लग बनाइदिएको किनभने आज छुट्टी छ होइन। सो गाइस अब आज घरमा के काम गर्नेछु त्यो तपाईँलाई देखाउने छु। सो गाइस मिल्दै हैं बाद में, ठीक है ओके। सो गाइस अब यहाँ चाहिँ मेरो चिया पाक्दैछ। सो चिया पकाएर चाहिँ अब मेरो जति पनि काम छ त्यो पहिला गर्छु, किनभने गाइस अब सबसे पहिला त चिया खानु पऱ्यो नि त होइन। अब सबैले सम्झिनु हुन्छ होला कि म भर्खर उठेको भनेर, तर होइन गाइस म उठ्नु चाहिँ अघि नै उठेको कि, बट अब अहिले चाहिँ अब भर्खर चिया बनाएर चाहिँ खाँदै गरेको। बिहानको लागि राम्रो नै हो चिया खानु, इट्स गुड फर हेल्थ, किनभने अब बट एक टाइम मात्रै खानु क्या चियाहरू तपाईँहरूले गाइस, किनभने अब जति पनि तपाईँहरू रेगुलर खानुहुन्छ होइन त्यो रेगुलर खाएको चाहिँ राम्रो होइन। अब पर डे तपाईँहरूले एक खेप चाहिँ खानु सक्नुहुन्छ, त्यहाँदेखि बेसी खानु भने तपाईँको जति तपाईँले सुगर खानुहुन्छ होला सुगर हालेर खानुहुन्छ होला, सुगर हालेर खाएको चाहिँ राम्रो होइन, किनभने तपाईँको सुगरको लागि तपाईँको सुगरको बिमार पनि निक्लिन सक्छ। सो त्यसले गर्दाखेरि चाहिँ पर डे तपाईँहरू एक खेप मात्रै खानु। अन्त एन्ड डेली चाहिँ तपाईँहरू अब डेली खानुहोस् पानी, किनभने पानी राम्रो हेल्थको लागि होइन। सो गाइस म यहाँ चिया बनाउँदैछु। सो चिया बनाएर तपाईँसँग भेट्दै अब यहाँ देख्न सक्नुहुन्छ मैले भनेको थिएँ मेरो चिया पाक्दैछ होइन। सो अब यो चिया भने त्यसरी हुनुहुन्छ गाइस, यति मात्रै खानुपर्छ गाइस, बेसी पनि खानु हुँदैन हो। तपाईँहरूले अब लिमिटेसन हुन्छ होइन अब चिया खानु पनि। सो यति नै खानुपर्छ, बेसी खानु हुँदैन। एन्ड देख्न सक्नुहुन्छ आगो बल्दैछ। यहाँ चाहिँ हाम्रो चिया बनिसकेको छ होइन, तपाईँलाई देखाउने छु। सो मेरो चिया चाहिँ यहाँ रेडी छ। अन्त यहाँ चाहिँ मैले चाहिँ सुगर पनि हालेको थिएँ नि त, त्यसले गर्दा चाहिँ यसलाई चाहिँ मिक्स गरेर चाहिँ त्यो छोडिरहेको छु, किनभने त्यो मेल्ट हुन्छ नि त। सो त्यो भएर चाहिँ मिठो हुन्छ चिया। अन्त तपाईँको लागि चाहिँ एउटा तपाईँको हेल्थको लागि चाहिँ एउटा राम्रो यो यसलाई भन्छ च्यवनप्रास कि कुनै के भन्छ। सो यसले चाहिँ तपाईँहरूको हेल्थलाई राम्रो पनि गर्छ। बट यो चाहिँ तपाईँहरूले कति बेला खानुहुन्छ भने तपाईँहरूको मर्निङमा पनि खानु सक्नुहुन्छ, नाइटमा पनि खानु सक्नुहुन्छ। बट तपाईँहरू चाहिँ यो चाहिँ खाना खानु भन्नुहुन्छ अगाडि खानुपर्छ है ल। सो यो खायो भने तपाईँहरू चाहिँ के हुन्छ भने चाहिँ फर्स्ट अफ अल तपाईँहरूको इन्क्रिज हुन्छ तपाईँहरूको साइटोकिन्स सिक्रेसन जुन हुन्छ नि त्यो तपाईँको इन्क्रिज हुन्छ। सेकेन्ड वान इज तपाईँहरूको इन्क्रिज गर्छ तपाईँहरूको एनके सेल्सहरूलाई, एन्ड एक्टिभ पनि गर्छ तपाईँहरूको सेल्सहरूलाई चाहिँ तपाईँले खानुभयो भने चाहिँ। सो त्यसको प्राइस चाहिँ रहेको छ यहाँ देख्नु सक्नुहुनेछ त्यस्तै 410 चाहिँ इन्डियन नै हो, मेड बाई इन्डियन डाबर इन्डिया लिमिटेडबाट चाहिँ कम्पनीबाट चाहिँ यो पप उयो रहेछ। सो तपाईँहरूले यो
किन्नुभयो भने तपाईँहरूको लागि राम्रो पनि हुनेछ। प्लस यहाँ तपाईँले देख्नुहुनेछ तपाईँको 3x जुन छ यो चाहिँ इम्युनिटी आइथिङ्क इम्युनिटीवाला 3x प्लस तपाईँहरूको हेल्थ पनि राम्रो हुने हुन्छ। सो तपाईँहरूलाई मगाउनु छ भने मलाई कमेन्ट गरिदिनु होला, म तपाईँहरूको लागि कमेन्ट गरिदिनुहोस्। तर म तपाईँहरूलाई लिङ्क सेयर गर्छु, त्यो लिङ्क तपाईँले क्लिक गरेर चाहिँ यो मगाउनु सक्नुहुनेछ हेल्थको लागि। अब चाहिँ मेरो यहाँ लुगा धुने काम छ। सो त्यो लुगाहरू भिजाएर तपाईँलाई धुको पनि देखाउनेछु। सो मैले रिसेन्टली भिडियोमा देखाएको थिएँ मेरो घर, अन्त तपाईँलाई थाहा पनि होला होइन। सो यो चाहिँ मेरो घर, अन्त यो चाहिँ हाम्रो नयाँ किचन बनिएको छ। रिसेन्टली आई थिङ्क 1-2 मन्थ अगो चाहिँ यो हामीले बनाएको थियौँ। सो तपाईँले मेरो प्रिभियस भिडियोमा तपाईँले देख्नु भएको थियो, त्यतिखेर चाहिँ किचन थिएन, अर्कै देख्नु भएको थिएन तपाईँले गाइस। सो अहिले फिलहालमा यो चाहिँ अब त्यो चाहिँ हामीले भिखाएर चाहिँ नयाँ बनाएको। अन्त त्यसै कारण चाहिँ गाइस पहिलाको भन्दा चाहिँ अलिक सानो नै छ हो, बट अब केही छैन, ठिकै छ होइन। अन्त यहाँ देख्नुहुन्छ प्लान्टेसन्स, यस्तो दामी छ गाइस, फुलको चाहिँ यस्तो छ होइन। यहाँदेखि हेर्नुहोस् न तपाईँहरू। अन्त गाइस यो तपाईँहरूले जुन देख्नुहुन्छ क्याक्टस पनि तपाईँलाई थाहा लाग्यो, क्याक्टस चाहिँ खास चाहिँ यो डेजर्टमा पाउने हो, बट तपाईँहरूले यसलाई चाहिँ एकदम यस्तो सुक्खामा रोप्नुपर्छ हो। सुक्खामा रोप्यो भने तपाईँहरूले सुक्खामा रोप्यो भने यो त दामी हुन्छ। सो तपाईँको लागि राम्रो पनि हुन्छ। सो यसको एउटा यहाँ छ, एउटा यहाँ छ, एउटा यहाँ छ, यहाँ पनि छ। सो क्याक्टस पनि गर्नु राम्रो हो प्लान्ट्सहरूको लागि। सो घरको लागि पनि राम्रो हो र एउटा आदत पनि हुन्छ क्या तपाईँहरूको अब प्लान्ट्सहरू रोप्नुभयो भने। सो त्यहाँ मुया पनि देख्न सक्नुहुन्छ, मेरो रुमको अगाडि पनि दामी छ, यता पनि छ। सो गाइस यहाँ चाहिँ मेरो रुम, मैले रिसेन्टली भिडियोमा पनि देखाएको थिएँ एन्ड देख्न सक्नुहुन्छ मेरो रुम। बट गाइस यो चाहिँ गाइस अब यस्तै छ, किनभने यो चाहिँ मैले धुनु लागेको नि त। अब यो यति धुनु छ, अन्त त्यो ब्याग पनि हल्का उयो गर्नु छ। फाइनली गाइस लुगा चाहिँ धुइसकेको अवस्था, अनि तपाईँलाई देखाउँछु मैले आज लुगा धुएको। अन्त अब लुगा यो धुइसकेँ, अन्त अब चाहिँ मेरो प्रोजेक्ट गर्नु छ। सो गाइस देख सक्छु इधर पे मैले भर्खर यो धुइसकेको। सो बिचमा चाहिँ हिन्दी बोली पठाउँछु, चाहिँ बिर्सेर बोली पठाएको। सो इग्नोर होइन। सो यो चाहिँ गाइस आज चाहिँ ती लुगा धुइरहेको छ। अन्त यहाँ हाम्रो गाई छ होइन, यसलाई भर्खर चारो हालिकन चाहिँ लुगा धुइसकेर चाहिँ ब्लग बनाउँदै गरेको। अन्त अब चाहिँ मेरो प्रोजेक्ट गर्नु छ। सो अब त्यो प्रोजेक्ट गरेको पनि म तपाईँलाई देखाउँछु, त्यहाँदेखि अलिकति देखाएर त्यसको बादमा चाहिँ तपाईँसँग भेट्नेछु। सो यहाँ चाहिँ मेरो प्रोजेक्ट गर्नु छ है। यहाँ चाहिँ म अब यहाँ नयाँ लेख्न आँटेको, अन्त यहाँ गरिरहेको छु मैले आधी चाहिँ। अन्त यो चाहिँ प्रिभियस इयर क्लास 10को प्रोजेक्ट हो, त्यतिखेरको प्रोजेक्ट चाहिँ यो चाहिँ हाम्रो बायोलोजी मतलब लाइफ साइन्सको प्रोजेक्ट थियो। सो यो गरिसकेर चाहिँ यो पहिला मैले बुझाएको थिएँ, यसरी गर्नुपर्छ प्रोजेक्टहरू चाहिँ। सर्टिफिकेट पनि यसरी दिँदा भयो, नदिँदा भयो, एक्नोलेजमेन्ट वगेराहरू। अन्त अब यस्तै जस्तो चाहिँ यो पनि गर्नु छ गाइस। सो यसलाई साइडमा राखिदिउँ। सो अब चाहिँ यो प्रोजेक्ट गरिसकेर तपाईँहरूसँग भेट्नेछु। सो गाइस अहिले चाहिँ फिलहालमा प्रोजेक्ट सकिएको अवस्था। त्यहाँदेखि यहाँ एकजना भाइ आइरहेको छ मेरो, यहाँ हेर्नु आउ न, आउन। यहाँ चाहिँ मेरो भाइ होइन महेश, उनीहरूको त अहिले फिलहालमा इक्जाम चल्दैछ। सो पढ्नु गएको अरे, कता गएको अरे पढ्नु गएको अरे गाइस, मक्को लत्ती हामीलाई, तर पनि ठिकै छ। सो गाइस अहिले एकछिनबाट भेटौँ न, मेरो थोडा काम छ। सो त्यो सकेर चाहिँ देखाउनेछु ल।